हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ म फाइनली मेरो भिलेज जन्मभूमिमा आइपुगेको छु। आल्पाझडीवादेखि चाहिँ हिजो हिँडेको 8 बजे र आज चाहिँ यहाँ आइपुगिसकेको छु। यहाँ गाउँ यो चाहिँ अर्ग्यानिक भिलेज देख्न सक्नुहुन्छ। यो बिल्डिङहरू चाहिँ मदन भण्डारी कलेज हो। यो त्यसपछि योभन्दा अलिक उतापट्टि चाहिँ मेरो घर छ। मेरो घर चाहिँ लगभग अब 20 मिनटको दूरीमा चाहिँ मेरो घर आइपुग्छ। र हाम्रो घर जाने बाटोमा चाहिँ यो डबल वे बाटो चाहिँ फेरि नै खनिसकेको रहेछ। यहाँ यता देख्न सक्नुहुन्छ, यो चाहिँ किबी बगान, चितलाङको किबी खेती हो। देख्न सक्नुहुन्छ यो पुरै स्ट्यान्डहरू लगाएर तानेर चाहिँ पुरै किबी खेती गर्नुभएको रहेछ। पुरै यहाँ देख्न सक्नुहुन्छ, म पढेको स्कुल चाहिँ यता छ। 6 क्लास 7 क्लास चाहिँ माथि हो र 5 क्लाससम्म चाहिँ मैले तल पढेको थिएँ। श्री महालक्ष्मी स्कुलमा चाहिँ पढेको थिएँ। त्यसपछि पास भएर यो येलो कलरको पहेँलो कलरको चाहिँ स्कुलमा सिफ्ट भएको थिएँ। तर परिस्थितिले गर्दाखेरि चाहिँ पढ्न सकिएन धेरै। त्यही भएर अहिले चाहिँ गाउँमा आएको र आज चाहिँ 9 गते भइसक्यो। 10 गते चाहिँ मेरो खोल्दाइको 45 दिनको काम भएको हुनाले चाहिँ हिजो 8 गते नै हिँडेको थिएँ। यो चाहिँ सल्लाह हो, खोटो निकाल्ने सल्लाह भनिन्छ। यो चाहिँ यसमा चाहिँ धेरै जस्तो खोटो निक्लिन्छ। यसको चाहिँ खोटो धेरै निक्लिन्छ, तर यसको चाहिँ दानाहरू फल्छ। दाना कलेक्ट गर्ने हो भने चाहिँ दाना चाहिँ एकदम एक्सपेन्सिभ प्राइसमा चाहिँ बिक्री हुन्छ। तर यहाँ अब कलेक्ट गर्ने पनि सम्भावना कम हुन्छ। त्यही भएर धेरै फल्दैन, टुप्पा टुप्पामा फल्छ। त्यही भएर यसको चाहिँ त्यति कलेक्ट हुँदैन। यो सल्लाह यो के भन्छ, लोड सल्लाह भन्ने त अर्कै भयो। त्यो त क्यान्सरको दबाई पनि हो लोड सल्लाह भन्ने। र यहाँ भिडियो गर्दै भ्लग गर्दै चाहिँ म हिँडिरहेको छु। यहाँ चिलाउनेको बोट, यो चाहिँ चिलाउने काफल, यो चाहिँ उतिसको बोट हो। यो उतिस, यो चाहिँ यसको काठ चाहिँ रुख चाहिँ बिरुवा चाहिँ एकदम छिटो तयार हुन्छ। यो उतिसको चाहिँ अब रुख चाहिँ एकदम छिट्टै तयार हुने, काठ पनि अलिअलि काम लाग्ने नै यसो काठहरू बनाउनुहुन्छ। दाउराहरू चिप्केको चाहिँ काठहरू बनाउनुहुन्छ के अरे। यो चाहिँ एउटा फल हो। यो के, यो चाहिँ जस्तै फलको चाहिँ कपी भनौँ, सीताफल जस्तै हुन्छ, तर साइज चाहिँ अलिक सानो हुन्छ। यो सीताफल टाइपको चाहिँ फल्छ है। फल्न सुरु भइसकेको रहेछ। यहाँ सानो सानो छ। यहाँ मैले जुम गरेर देखाउँछु हजुरलाई। देखिया छ कि नै भन्दा यहाँनिर हेर्न सक्नुहुन्छ। यो चाहिँ यो यहाँनिर छ नि, छ सानो दाना परेको छ। यस्तो दाना पर्छ, तर रातोमा फल्छ। यो रातो भएपछि फल्छ। तल चाहिँ भने यहाँ स्थानीय
रिसोर्ट भर्नु भएको छ। मुलाकोमा चाहिँ फिरफिरेद्वारा पानीहरू चाहिँ हाल्नु भएको रहेछ। यो चाहिँ वस्तु भाउको लागि बाख्रा जन्नेलाई चाहिँ एकदम पोसिलो घाँस हो। यो हाम्रो गाउँको चाहिँ पोसिलो घाँस भनेको यही हो, दुधालो हुन्छ। यो खायो भने चाहिँ दुधहरू धेरै आउँछ भन्ने जानेको मैले पहिलेदेखि। र लगभग म चाहिँ आइसकेँ भण्डारी कलेजको चाहिँ नजिक। यहाँ पनि टनेलहरू बनाउनु भएको रहेछ। यहाँ चाहिँ टनल चाहिँ यो प्र्याक्टिकलको लागि हुनसक्छ। यहाँ चाहिँ अब कृषि जन्य चाहिँ चिजहरूको चाहिँ बिउहरू कसरी बनाउने भन्ने चाहिँ मैले भिडियो देखाएको थिएँ। बिउहरू कसरी तयार हुन्छ, फङ्गस रोगहरूको विषयमा चाहिँ यहाँ पुरै इन्जिनियरिङ हुन्छ। मेरो ख्यालमा त्यति अनुभव त छैन, तर मैले भिडियो अस्ति एउटा भिडियो हेरेको थिएँ। भिडियो हेरे अनुसार अलिकति अनुभव बटुलेको। र यहाँ अरू चाहिँ नासपातीको बगान देख्न सक्नुहुन्छ। यहाँ पुरै यो नासपाती बगान पुरै हो। यो नासपाती, यो पनि नासपाती बगान हो। नासपाती फलिसकेको छ तर साइज पनि सानो छ। उता हाम्रो पाल्पा झडेवामा पनि नासपाती लगभग यत्रै भइसकेको छ। कुच्चा टाइपको मल्चिङ यहाँ पुरै बिछ्याइसक्नु भएको रहेछ। यो चाहिँ खुर्सानी खेतीको लागि हुनसक्छ पक्कै पनि। ल ढिला नगरिकन चाहिँ अब घरतर्फ चाहिँ हिँड्नुपर्ने हुन्छ। घरमा पुगेर चाहिँ फ्रेस हुनु पऱ्यो होइन। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ रातो फुल। यसले चाहिँ हामीले काइयो फुल भन्थ्यौँ के अरे, तर यसको नाम चाहिँ त्यति थाहा भएन। काइयो फुल यो चाहिँ पूजामा प्रयोग हुन्छ र यो चाहिँ मौरीहरूको लागि चाहिँ धेरै नै अति नै उपयुक्त छ। यसमा चाहिँ महहरू धेरै हुन्छ भन्ने चाहिँ सुनिएको छ। यसमा चाहिँ मह भएको हुनाले चाहिँ यो बारुला के अरे भमराहरू चाहिँ उडिरहेको छ। मौरी चाहिँ यहाँ त्यति देखिया छैन, तर मौरी पनि यहाँ बस्छ। पुरानो रिसोर्टहरू त्यहाँ देख्न सक्नुहुन्छ यतापट्टि। यो मैले बिल्डिङ चाहिँ म जाने बाटो त यही हो, तर म यताबाट जान्न। आज यताबाट जान्छु। अलिकति समय चाहिँ मेरो चाहिँ बर्बाद भए पनि हजुरहरूले चाहिँ हेरिदिनु होला। पुरै यो नासपाती बगान है, नासपाती बगानमा आइपुगेको छु म। अर्ग्यानिक रिसोर्ट थियो पुरानो, अहिले चाहिँ सिफ्ट भइसक्नु भएको छ। अहिले सिफ्ट गर्नुभयो। यहाँ यता चाहिँ देख्न सक्नुहुन्छ यो पुरै यता चाहिँ प्यानल छ र त्यहाँ बिल्डिङको माथि पनि देख्न सक्नुहुन्छ प्यानल। यहाँ चाहिँ पुरै यो भण्डारी कलेजको लागि चाहिँ आफै चाहिँ बिजुली चाहिँ जेनेरेट गर्नु भएको छ यो सोलर पावरद्वारा। र यहाँ चाहिँ यतैतिर थियो एउटा पोखरी। यहाँ चाहिँ हामी सानामा चाहिँ पौडी खेल्थ्यौँ क्या। यतैतिर कता हो थियो लगभग बिर्सेँ मैले। यता कता हो थियो कि यतातिरै थियो।
यहाँ पुरै नासपाती बगान छ। यहाँ प्यानलहरू पनि देख्न सक्नुहुन्छ, पुरै यहाँ माथिदेखि छ पुरै प्यानल लगाउनु भएको छ।